अनलाइन ड्राइभिङ लाइसेन्स फर्म तपाईँले अब घरै बसेर मोबाइलैबाट भर्न सक्नुहुनेछ। सम्पूर्णलाई नमस्कार, मेरो नाम योगेश राजवंशी र साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकनलाई दबाइदिनु होला, किनभने यस्तै खालको जानकारीमूलक भिडियो तपाईँले यस च्यानलमा पाइरहनुहुन्छ। र कुनै प्रब्लम आयो भने तपाईँलाई चाहिँ म कमेन्ट गर्नुहोला, म चाहिँ तपाईँले त्यहाँ सोल्युसन दिन्छु। र अब लागौँ हामी डकुमेन्टतर्फ। साथीहरू, यदि तपाईँहरू अनलाइनबाट ड्राइभिङ लाइसेन्सको फर्म भर्न चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ सबैभन्दा पहिला तपाईँहरूले आफ्नो नागरिकताको अगाडिको भाग र पछाडिको भागलाई चाहिँ मजाले क्याम स्क्यानर भन्ने एउटा एप हुन्छ, त्यो एपबाट स्क्यान गरेर राख्नु होला। त्यति गरिसकेपछि त्यसपछि तपाईँहरूलाई चाहिँ एउटा मोबाइल नम्बर चाहिएको हुन्छ र मोबाइल नम्बर चाहिँ तपाईँले आफ्नो नागरिकताबाट निकालेको सिम हुँदा चाहिँ सक्दो राम्रो, किनभने तपाईँले जुन लाइसेन्स प्रिन्ट गर्नुहुन्छ त्यहाँ चाहिँ तपाईँले त्यही नम्बर हुन्छ, त्यही भएर त्यो कुरा तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। साथीहरू, यति भन्दै म चाहिँ भिडियोलाई यहीँबाट सुरु गर्न चाहन्छु। अब लागौँ हामी आफ्नो कम्प्युटर स्क्रिनतर्फ। साथीहरू, हामी चाहिँ आफ्नो कम्प्युटर स्क्रिनमा आइसकेको छौँ र सम्पूर्ण कुरा अब म जे गर्छु तपाईँको मोबाइल स्क्रिनमा पनि सेम हुन्छ है। अब सर्वप्रथम यहाँ आउनुहोस् होला, म चाहिँ क्रोम ब्राउजर खोलिरहेको छु। जस्ट तपाईँले DOTM लेख्नु होला अथवा DOTM.gov.np लेख्दा पनि हुन्छ, जस्ट यति पनि लेख्दा हुन्छ है। तपाईँलाई म जुम गरेर देखाउँछु। जस्ट इन्टरमा क्लिक गरेँ मैले। अब चाहिँ तपाईँले वेबसाइट हेर्न सक्नुहुन्छ। यहाँ रहेको छ वेबसाइट, सबसे फर्स्टको यहाँ हेर्नुहोस्, एप्लिकेन्ट लगइन भन्ने छ हो। यसमा एकचोटि क्लिक गर्ने बित्तिकै डाइरेक्ट तपाईँहरूले वेबसाइटमा जानुहुन्छ। यसलाई चाहिँ जस्ट यसरी यो क्रसको साइन चाहिँ यसरी काटिदिनु होला। अब सिधै हामी चाहिँ कहाँ पुग्छौँ भनेको, यहाँ चाहिँ अब मोबाइल नम्बर हाल्ने यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ अब यहाँ तपाईँ एउटा प्रोफाइल क्रिएट गर्नुपर्ने हुन्छ है। हाम्रो चाहिँ अनलाइन फर्मको लागि प्रोफाइल क्रिएट गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला हामीले चाहिँ आफ्नो मोबाइल नम्बर हाल्छौँ यहाँ, र मोबाइल नम्बर हालिसकेपछि तपाईँले जस्ट यहाँ यो केप्चामा जे छ, जस्तै यहाँ हेर्नुहोस्, यहाँ तपाईँलाई म देखाइदिन्छु 8F3G त्यसपछि X छ। यति लेखिसकेपछि मोबाइल नम्बर तसँगको यहाँ हालेर नेक्स्ट गर्नु होला है। अब तपाईँहरूले चाहिँ मोबाइलमा आएको एमपिनलाई हालेर तपाईँले जस्ट नेक्स्टमा क्लिक गर्नु होला है। साथीहरू, अब हामीहरू चाहिँ यो स्टेपमा आइपुगेको छौँ। यहाँ चाहिँ तपाईँलाई सोधेको छ के तपाईँसँग नेपाली सवारी चालक अनुमति पत्र छ। यदि तपाईँसँग छ भने यस गर्नु होला। यदि तपाईँसँग कुनै लाइसेन्स छैन भने तपाईँले नो गर्नु होला। मसँग कुनै खालको लाइसेन्स छैन, भर्खर नयाँ बनाउँदैछु, त्यही भएर मैले नो आई डोन्ट ह्याभ नेपाली होइन, मसँग नेपाली सवारी चालक अनुमति पत्र छैन, तर कार्यालयमा बायोमेट्रिक दिएको छु। यदि तपाईँ बायोमेट्रिक दिनुभएको छ भने, यदि तपाईँहरूले बायोमेट्रिक दिनुभएको छैन भने नो आई डोन्ट ह्याभ नेपालिज ड्राइभिङ लाइसेन्स, मसँग अनुमति पत्र छैन, योमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले नेक्स्ट क्लिक गर्नु होला। अब चाहिँ तपाईँ कुन देशको नागरिक हो। अभियसली हामी नेपालको हो, अरू देशको भए तपाईँ अरू सेलेक्ट गर्नु, हामी चाहिँ नेपालको हो, त्यही भएर नेक्स्ट क्लिक गऱ्यौँ। अब चाहिँ हामी चाहिँ यहाँ पर्सनल डिटेलमा पुग्छौँ है साथीहरू। अब चाहिँ प्लिज चेक एन्ड इन्टर योर डिटेल्स करेक्टली, यु विल नट बी एलाउड टु मोडिफाई द डिटेल्स लेटर। के भनेको छ भने सम्पूर्ण कुरा तपाईँहरूले आफ्नो नागरिकता अगाडि राख्नु होला। नागरिकता हेरेर सम्पूर्ण कुराहरू भर्नुपर्ने हुन्छ, किनभने पछि तपाईँले सच्याउन सक्नुहुन्न। त्यो कुरा भनेको छ है साथीहरू। यहाँ चाहिँ आफ्नो पहिलो नाम, यहाँ चाहिँ तपाईँले आफ्नो पहिलो नाम हाल्नुपर्ने हुन्छ। फर्स्ट नेम सुड ओन्ली कन्टेन लेटर, नो स्पेस एलाउड है। जस्तो तपाईँको नाम रामबहादुर छ भने तपाईँको नाम राम लेख्नु होला। त्यसपछि यहाँ बिचमा बहादुर छ भने बहादुर लेख्नु होला यसरी। अब त्यसपछि तपाईँको लास्ट नेम भनेको थर के छ, थर तपाईँको कार्की छ भने कार्की यसरी लेख्नु होला है। यति कुरा लेखिसकेपछि तपाईँहरूले आफ्नो जन्ममिति हाल्नुपर्ने हुन्छ। यहाँ चाहिँ जन्ममिति कसरी हाल्नु भने विक्रम सम्बन्धमा हाल्नुपर्ने हुन्छ है। जस्तो तपाईँको जन्ममिति के छ, तपाईँले यसरी ऱ्यान्डमली सेलेक्ट गर्न सक्नुहुन्छ। आफ्नो जन्ममिति जे छ त्यसरी तपाईँहरूले सेलेक्ट गरेर दिन सक्नुहुनेछ होइन। तपाईँले यहाँ चाहिँ जन्ममिति अब लाइसेन्सको लागि चाहिँ 18 वर्ष कट्नै पऱ्यो होइन, त्यही भएर यहाँ चाहिँ ठ्याक्क यो तपाईँले हेर्न सक्नुहुन्छ। अब त्यसपछि सिटिजनसिप नम्बर, तपाईँको नागरिकता नम्बर हाल्नु होला। अब यहाँ दिएको छ नागरिकता नम्बर कुन फर्मेटमा हाल्ने, यहाँ हेर्नुहोस्। तपाईँको पुरानो नागरिकता छ भने तपाईँले यो फर्मेटमा हाल्नुपर्ने हुन्छ, नयाँ नागरिकता छ भने तपाईँले यो फर्मेटमा। आफ्नो नागरिकता हेरेर तपाईँले जे जस्तो छ त्यही अनुसार तपाईँले भर्नु होला है साथीहरू। स्टोरेज ड्यास जे जस्तो छ त्यही अनुसार तपाईँले भर्नु होला। नागरिकताको नागरिकताको नम्बर तपाईँले भर्नु होला। यति भरिसकेपछि तपाईँले चाहिँ अब यहाँ जाम जारी मितिमा। जारी मिति तपाईँको कति हो, जारी मिति तपाईँको नागरिकताको पछाडि हुन्छ। जारी मिति तपाईँको नागरिकताको पछाडि जे छ जति छ तपाईँले यसरी जारी मिति सेलेक्ट गर्न सक्नुहुनेछ। जारी मिति त भइसक्यो। अब जिमेल एड्रेस, तपाईँले जिमेल एड्रेस तपाईँले यसरी दिन सक्नुहुन्छ, raj@gmail होइन gmail.com जिमेल एड्रेस हाल्नु होला। त्यसपछि तपाईँले अब इस्युड डिस्ट्रिक्ट, तपाईँको नागरिकताको जारी जिल्ला कुन हो, तपाईँको नागरिकताको तपाईँले माथिपट्टि हेर्नु होला। तपाईँको पुरानो नागरिकता छ भने त्यहाँ अञ्चल देखेको हुन्छ। अञ्चल दिएको बेला तपाईँले जस्ट यहाँ टिक लाउनु पर्ने हुन्छ। अब नागरिकताको माथि तपाईँको जिल्ला दिएको छ भने झापा लेखेको छ यसरी भने तपाईँहरूले यहाँ क्लिक गर्नुपर्ने हुन्छ। तपाईँको नागरिकताको माथि हेर्नुहोस् कसैको मेची लेखेको हुन्छ हो, मेची लेखेको हुँदा तपाईँहरूले बुझ्नुहोस् यो अञ्चलको आधारमा छ, हामीले यहाँ क्लिक गर्नुपर्ने हुन्छ। र नयाँ नागरिकतामा के हुन्छ भने जिल्लाको आधारमा हुन्छ, झापा। त्यसको कन्डिसन हामीले चाहिँ प्रोभिन्सियल सेलेक्ट गर्नुपर्छ। मेरो चाहिँ जिल्लाको आधारमा छ, त्यही भएर मैले जारी मिति जिल्लाको आधारमा सेलेक्ट गरेँ। त्यसपछि हाम्रो कुन जिल्ला हो आफ्नो जिल्ला सेलेक्ट गर्नुलाई जस्तो ओके झापा मैले सेलेक्ट गरेँ होइन। यसै गरी तपाईँले अब यो सम्पूर्ण पर्सनल डिटेल्स हामीले भरिसक्दा त्यसपछि हामीले चाहिँ नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ है साथीहरू।
ओके साथीहरू, हामी चाहिँ अब यो पेजमा आइसक्यौँ। अब चाहिँ जस्ट तपाईँहरूले चाहिँ यसलाई ध्यान दिनु होला, यो माथिको रेडलाई जस्ट तपाईँहरूले चाहिँ अब फलो गर्नुहोस् मेरो स्टेपहरू। यहाँ चाहिँ तपाईँहरूले आफ्नो नाम देवनागरीमा राख्नुपर्ने हुन्छ, बिचको नाम राख्नु होला, थर राख्नु होला। यहाँ चाहिँ तपाईँले नेपाली किबोर्ड युज गरेर आफ्नो नाम लेख्नु होला। जस्तो तपाईँको नाम राम छ भने तपाईँले नेपाली किबोर्ड युज गर्न सक्नुहुन्छ। मोबाइलमा तपाईँ हो भने, म चाहिँ ल्यापटपमा युज गरेँ, जस्तो तपाईँको नाम राम छ भने तपाईँले नेपाली किबोर्डमा राम लेख्न सक्नुहुन्छ यसरी होइन। बहादुर छ भने बहादुर लेख्नु होला, कार्की छ भने कार्की यसरी लेख्नु होला है साथीहरू। त्यसपछि तपाईँले जेन्डर छ, तपाईँको लिङ्ग सेलेक्ट गर्नु होला, महिला पुरुष जे जति छ, मेल फिमेल होइन। तपाईँको ब्लड ग्रुप सेलेक्ट गर्नु होला, तपाईँको ब्लड ग्रुप के छ होइन। त्यसपछि तपाईँले यहाँ चाहिँ यो चाहिँ पर्दैन आइडेन्टिटी मार्क। त्यसपछि तपाईँको पेसा के हो तपाईँले दिन सक्नुहुन्छ, दिन नदिँदा पनि हुन्छ, यो के फरक पर्दैन। अब त्यसपछि शिक्षा दिँदा पनि हुन्छ, नदिँदा पनि, तर यहाँ चाहिँ स्टिक लागेको छ, तपाईँले शिक्षा चाहिँ दिनैपर्छ है। तपाईँहरूले कति पढ्नु भएको छ त्यो दिनु होला तपाईँहरूले है शिक्षा। त्यसपछि तपाईँले ट्रेनिङ इन्स्टिच्युट, तपाईँले तालिम दिने संस्था, तपाईँले कहाँबाट तालिम लिनुभएको छ त्यो दिँदा पनि हुन्छ, नदिँदा पनि हुन्छ। त्यसपछि तपाईँले यहाँ गार्जियन भनेको तपाईँको विटनेस, अभिभावक, बिहेर कसैको नाम राख्न सक्नुहुन्छ। तपाईँले कसलाई गार्जियन राख्न सक्नुहुन्छ, तपाईँले आफ्नो बुवालाई राख्न सक्नुहुन्छ, आफ्नो हस्बेन्डलाई राख्न सक्नुहुन्छ है गार्जियन तपाईँले। त्यसपछि तपाईँले आफ्नो गार्जियनको नाम दिनु होला। तपाईँको गार्जियनको नाम जस्तो राम, तपाईँको गार्जियनको नाम के हो तपाईँले यसरी ऱ्यान्डमली दिन सक्नुहुनेछ। जस्तो तपाईँको गार्जियनको नाम श्याम हो भने श्याम बहादुर, यसरी नै तपाईँले अघि सिकाएको त्यही फर्मेटमा तपाईँले दिनुपर्ने हुन्छ है। यसरी थर तपाईँले लेख्नु होला, जुन फर्मेटमा तपाईँले अघि सुरुमा सिकाएको थियो सेम फर्मेट तपाईँले यहाँ लेख्नुपर्ने हुन्छ। यहाँ चाहिँ एस स्मल भयो, यसले अगाडिको लेटरलाई क्यापिटल लेख्नु होला, पछि तपाईँले मिस्टेक हुन्छ नत्र। यति गरिसकेपछि हामी यहाँ पर्मानेन्ट एड्रेसमा आउँछौँ। पर्मानेन्ट एड्रेस नागरिकताको अनुसार स्थायी ठेगाना। पर्मानेन्ट एड्रेस भनेको तपाईँको नागरिकतामा तपाईँको जे एड्रेस लेखेको छ त्यही एड्रेस सर हामीले चाहिँ हाल्नुपर्ने हुन्छ है। पर्मानेन्ट एड्रेस नागरिकताको अनुसार स्थायी ठेगाना। अब त्यसपछि तपाईँले यहाँ प्रोभिन्सियल हेर्न सक्नुहुन्छ। तपाईँको नागरिकता चाहिँ के आधारमा छ, तपाईँले प्रोभिन्सियल आधारमा दिन चाहनुहुन्छ भने तपाईँले प्रोभिन्सियल आधारमा तपाईँ दिन सक्नुहुन्छ। नागरिकतामा हेर्नु होला, तपाईँको 2014 सालभन्दा अगाडिको नागरिकता छ भने तपाईँहरूले प्रदेश सेलेक्ट गर्न सक्नुहुन्छ। अगाडि भनेको 2074 पछि तपाईँले बनाउनु भयो भने, प्रदेश आइसकेपछि बनाउनु भयो, तपाईँले यहाँ क्लिक गर्नुपर्छ। तपाईँको नागरिकताको माथि मेची अञ्चल यस्तो लेखेको छ भने तपाईँले अञ्चल सेलेक्ट गर्नु होला। मेरो चाहिँ नयाँ नागरिकता हो, त्यही भएर म चाहिँ प्रदेशबाट सेलेक्ट गर्छु प्रोभिन्सियल। अब कुन प्रदेश, हाम्रो कोशी प्रदेश भइहाल्यो। जिल्ला भनेको कुन जिल्ला हो, तपाईँको झापा जिल्ला सेलेक्ट गरेँ मैले। गाउँपालिका कुन गाउँपालिका हो, दमक हो भने दमन दिनु होला। नगरपालिका गाउँपालिका जे छ, वार्ड नम्बर जति हो त्यो दिनु होला। टोलको नाम दिनु होला तपाईँले अनिवार्य। टोलको नाम जस्तो रामटोल छ भने रामटोल लेख्नु होला यसरी होइन, जे छ त्यही दिनु होला है। तपाईँ त्यसपछि साथै तपाईँले चाहिँ यहाँ चाहिँ हालको ठेगाना, तपाईँ चाहिँ अहिले हाल चाहिँ कहाँ बस्नुहुन्छ। यदि तपाईँको सेम छ भने तपाईँले जस्ट यहाँ टिक लगाइदिनु होला, अथवा फरक छ भने तपाईँले यहाँ टिक नलाइकन यहाँ तपाईँले चेन्ज गर्नु होला सम्पूर्ण कुराहरू है। मेरो चाहिँ सेम छ, म टिक लगाएँ। यति गरिसकेपछि तपाईँहरूले जस्ट यहाँ चाहिँ अब नागरिकताको अगाडिको भाग चाहिँ हाल्नुपर्ने हुन्छ यहाँ, र नागरिकताको पछाडिको भाग यहाँ हाल्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले यहाँ तपाईँको फोटो देखाउँछ, नागरिकताको फोटोहरू यहाँ तपाईँ हालिसकेपछि। त्यसपछि यहाँ हेर्नुहोस्, यहाँ सिटिजनसिप डिटेल इन्टरभ्यू प्रिभियस पेज, यहाँ चाहिँ तपाईँको सिटिजनसिप डिटेल्स आइसकेको छ। यो सम्पूर्ण कुरा हालिसकेपछि जस्ट हामीले चाहिँ नेक्स्ट गर्नुपर्ने हुन्छ। तपाईँको फोटो चाहिँ कति 200 KB भन्दा चाहिँ कम हुनुपर्छ, त्यसपछि मात्रै यो अपलोड हुन्छ। जस्ट तपाईँले यहाँ क्लिक गर्नु होला यसरी। त्यसपछि तपाईँले फोटो सेलेक्ट गर्न सक्नुहुनेछ यहाँबाट कुन फोटो हाल्नुहुन्छ तपाईँले। म चाहिँ तपाईँले यहाँ एउटा फोटो हालेर देखाउँछु तपाईँलाई जस्ट ऱ्यान्डमली। ओके, यहाँ हेर्नुहोस् मैले एउटा फोटो हालिसकेको छु। यसरी तपाईँले फोटो हाल्न सक्नुहुनेछ। इमेज फाइल मस्ट बी लेस देन 1 MB इन साइज भनेर लेखेको छ। 1 MB भन्दा चाहिँ कम हुनुपर्छ, 200 KB होइन, 1 MB भन्दा। त्यसपछि तपाईँले जस्ट नेक्स्टमा क्लिक गर्नु होला र बाँकीको स्टेप म तपाईँलाई देखाउन गएको छु। हामी चाहिँ यो पोर्टलमा आइसकेको छौँ, एप्लिकेन्ट पोर्टल। यो चाहिँ तपाईँहरूको लास्ट स्टेप। केही चेन्ज गर्नु छ भने अहिले नै चेन्ज गर्न सक्नुहुन्छ, त तपाईँले नेक्स्ट गरिसकेपछि तपाईँले चेन्ज गर्न सक्नुहुन्न। त्यही भएर मजाले सम्पूर्ण कुरा एकचोटि हेर्नु होला, नागरिकता अगाडि राखेर सम्पूर्ण डिटेल्सहरू चेक गर्नु होला है साथीहरू। म सम्पूर्ण कुरा चेक गरेर तपाईँलाई अगाडि प्रोसेस देखाउँछु है। ओके साथीहरू, हामी चाहिँ अब चाहिँ पोर्टलमा आइसकेको छौँ अनलाइन ड्राइभिङ लाइसेन्सको। अब चाहिँ हामीले चाहिँ एउटा एकाउन्ट क्रिएट गरिसकेको छौँ। अब चाहिँ जस्ट हामीले सिम्पल प्रोसेस रहेको छ। तपाईँहरूले जस्ट यहाँ तपाईँले आफ्नो डिटेल्स हेरेर यहाँ क्लिक गर्नु होला। यदि तपाईँले डिटेल्स हेर्नु छ भने अब एप्लाई फर न्यू लाइसेन्समा क्लिक गरेर म चाहिँ अब लाइसेन्सको लागि एप्लाई गर्छु है। यहाँ क्लिक गर्नु होला। अब चाहिँ यहाँ हेर्नुहोस्, यहाँ आई वान्ट टु डु हेल्थ चेकअप इन ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टममा क्लिक गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूको आफ्नो डक्टर छ भने तपाईँले जस्ट यहाँ आई वान्ट टु हेल्थ चेकअप इन डिस्ट्रिक्ट डक्टर भनेर तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। तर म चाहिँ त्यही यातायात कार्यालयमा गएर चेक गराउँछु, त्यही भएर आई वान्ट टु हेल्थ चेकअप इन द ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टममा क्लिक गरेर नेक्स्टमा एकचोटि क्लिक गर्नु होला। त्यसपछि सबमिटमा क्लिक गर्नु होला, ओकेमा क्लिक गर्नु होला। अब चाहिँ हामीले चाहिँ के को लाइसेन्स निकाल्न चाहनुहुन्छ तपाईँले आफ्नै हिसाबले। कारको हो भने कारको निकाल्नु होला, टेम्पो, अटो रिक्सा, डोजर, हेभी इक्विपमेन्ट, फर्कलिफ्ट, ग्रेडर होइन, ब्याकहो लोडर, एक्सकाभेटर, रोड लोडर जे छ सम्पूर्ण। म चाहिँ यहाँ कारको निकाल्न गइरहेको छु। यहाँ टिक लगाएँ मैले कारको। त्यसपछि तपाईँहरूले चाहिँ कहाँ तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। तपाईँ यातायात व्यवस्था कार्यालय कहाँ जानुहुन्छ, तपाईँको यहाँ हेर्नु सक्नुहुन्छ।
अब यहाँ चाहिँ कतिवटा अफिस छ, यहाँ बागलुङमा छ, बर्दिवास, विराटनगर होइन, वीरगञ्ज, बिर्तामोड, रूपान्देही, चाबाहिल, यहाँ धेरै नै अफिसहरू छ साथीहरू। म चाहिँ यहाँ बिर्तामोडको सेलेक्ट गर्छु। हाम्रो चाहिँ ट्रान्सपोर्ट अफिस म्यानेजमेन्ट बिर्तामोड झापा भनेर छ। ओके, बिर्तामोड झापा मैले सेलेक्ट गरेँ। अब चाहिँ यहाँ तपाईँको यहाँ हेर्नुसँग सेलेक्ट डिजायर डेट फर भिजिट अफिस यहाँ देखेको छ। अब यहाँ चाहिँ तपाईँले एउटा डेट सेलेक्ट गर्नुपर्ने हुन्छ है। यहाँ हेर्नु सक्नुहुन्छ सन्डे, मन्डे, ट्युसडे, वेडनेसडे, थर्सडे यहाँ छ। यदि तपाईँले सोमबारको मैले सेलेक्ट गर्दा यहाँ चाहिँ सोमबारको बायोमेट्रिकमा सेलेक्ट गर्दा तपाईँहरूले हुन्छ, आइतबार पनि सेलेक्ट गर्दा हुन्छ। यहाँ चाहिँ 113वटा सिट छ। यसरी यहाँ सेलेक्ट गरेर तपाईँले जस्ट नेक्स्टमा क्लिक गर्नु होला है साथीहरू। ओके, त्यसपछि साथीहरू मैले नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ हेर्नु सक्नुहुन्छ एप्लाई न्यू लाइसेन्स, यहाँ चाहिँ बिर्तामोड छ, बी कार जिप डेलिभरी भ्यान, डु वान टु सबमिट। ओके गरेँ मैले। अब चाहिँ तपाईँको यहाँ चाहिँ डिटेल्सहरू हेर्न सक्नुहुनेछ, आवेदन पोर्टल भनेर हामीले चाहिँ अब डाउनलोड गर्नुपर्ने हुन्छ एउटा फाइल। यसरी तल स्लाइड गर्दा तपाईँले हेर्न सक्नुहुन्छ प्लिज डाउनलोड द एप्लिकेसन बिलो एन्ड टेक अ प्रिन्टेड कपी अफ द ओरिजिनल विथ ओरिजिनल फोटो कपी अफ सिटिजनसिप अदर रिक्वायर्ड डकुमेन्ट एन्ड भिजिट द ट्रान्सफर अफिस भनेको चाहिँ यहाँ जस्ट यहाँ हामी क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ तपाईँले फर्म डाउनलोड भइसक्यो। अब यसलाई ओपन गरेर तपाईँले एउटा प्रिन्ट निकालेर तपाईँले जस्ट जानुपर्ने हुन्छ। र धेरै जस्तोले भन्नुहुन्छ यहाँ फोटोको छाप छ, यहाँ चाहिँ तपाईँले फोटोसोटो हाल्नुपर्ने हुँदैन, त्यही तपाईँको फोटो खिच्छ, तपाईँले फोटोसोटो लगाउनु पर्दैन, सब अनलाइन सिस्टम छ अहिले। जस्ट तपाईँले यसको एउटा प्रिन्ट निकाल्नु होला है। प्रिन्ट निकालेर तपाईँले के गर्नुपर्ने हुन्छ भन्नाले यसको फोटोकपी निकालेर ओरिजिनल नागरिकता तपाईँले बोकेर जानु होला। ओरिजिनल नागरिकता बोकेर तपाईँले त्यहाँ गएर तपाईँले भौचर काट्नुपर्ने हुन्छ। तपाईँले आँखाको स्क्यान यानि कि तपाईँले तपाईँको आँखा ठिक छ कि छैन त्यो मेडिकल रिपोर्ट एउटा बनाउनु पर्ने हुन्छ त्यहीँ। त्यसपछि ब्लड ग्रुपको एउटा कार्ड छ भने तपाईँले घरैबाट लग्नु होला, छैन भने त्यही बनाउँदा पनि हुन्छ। त्यसपछि तपाईँले भौचर काटेर तपाईँले बायोमेट्रिक दिन जानु होला है। र बायोमेट्रिक दिइसकेपछि कसैको त्यही दिनै लिखित हुन्छ भने यदि तपाईँ कसैको त्यही दिन लिखित हुन्छ भने कुनै ट्रायल सेन्टरमा चाहिँ अर्को दिन चाहिँ लिखित गराउँछ, त्यो त्यहाँको सिस्टम अनुसार चाहिँ हुन्छ। र यति गरिसकेपछि हाम्रो चाहिँ अनलाइनबाट फर्म भर्ने काम चाहिँ सक्यो। र केही कुरा बुझ्नुभयो भने कमेन्ट गर्नु होला। र भिडियो मन पऱ्यो लाइक शेयर सब्सक्राइब बनाउन बिर्सनु होला है साथीहरू।